दर्शक महानुभाव यहाँहरूले हेर्दै हुनुहुन्छ डिबा अनलाइन टिभी र यति बेला तपाईहरुले देखिसक्नु भएको छ लाखौं जनताहरू अहिले सडकमा छन्। यो के कारणले गर्दा भन्दाखेरि हाम्रो गणतन्त्रमा जे जस्ता गतिविधिहरू भए र जे जस्तो कार्यहरू गरे त्यो कार्यदेखि चाहिँ जनताहरू असन्तुष्टि भएको कारणले गर्दा यति बेला हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ भन्ने मूल नाराका साथमा लाखौं जनताहरू सडकमा यसरी ओर्लिएको दृश्य यहाँहरूले देख्न सक्नुहुनेछ। र सबै जनताहरूको आकांक्षा इच्छा भनेको चाहिँ देशमा सुशासन व्यवस्था शान्ति र समृद्धि देशको चाहिँ एउटा प्रगति र सबै युवा युवतीहरू जति पनि छन् बेरोजगारी युवा युवतीहरू उनीहरूलाई नै स्वदेशमा नै के रोजगारीको व्यवस्था होस् भन्ने नाराका साथमा चाहिँ यति बेला यसरी आन्दोलन चर्किरहेको छ। यो भिडियोलाई सबैजनाले धेरैभन्दा धेरै सेयर गर्न भनी नबिर्सिदिनु होला। सुरक्षाकर्मी दाजुभाइ दिदीबहिनीहरू पनि यसरी चाहिँ शान्तिपूर्वक रूपमा चाहिँ सुरक्षा दिइरहनु भएको अवस्था हामीले कैद गरेका छौँ। अहिले अर्को टोली पनि जुलुसको अर्को टोली पनि यहाँ आइपुगेको छ र सबैले चाहिँ अहिलेको तत्कालीन सरकार विरुद्ध आन्दोलन नारा जुलुस गरिरहेका छन्। यो दृश्य हामीले हेर्न सक्छौँ। र यति बेला के देशले राजतन्त्र खोजेकै हो त? तलको कमेन्ट बक्समा कमेन्ट राख्नु भन्ने नबिर्सिदिनु होला। र अहिले साँच्चीकै भन्ने हो भने हाम्रो देशका जनताहरू यो अवस्थामा पुग्नुमा पनि यो सरकारले जे जस्तो क्रियाकलापहरू गर्यो पक्कै पनि त्यही नै हो जस्तो लागेको छ। हाम्रो देशमा सुशासन समृद्धि विकासका बाटाहरू सबै बन्द भएको कारणले गर्दा अहिले साँच्चीकै भन्नुपर्दा जनताहरू यसरी त्यहाँ आक्रोश पोखिरहेको अवस्था देख्न सकिन्छ। अलिकति झडप बढेको अवस्था छ यहाँनिर र आन्दोलनकारीहरूले चाहिँ शान्तिपूर्वक ढङ्गले सुरक्षा दिइरहेका सशस्त्र प्रहरी बल उहाँहरूलाई चाहिँ प्रेसर दिँदै अगाडि बढ्ने समर्थन गरेका छन्। यति बेला हेर्न सक्नुहुनेछ यहाँको माहौल यहाँको दृश्य यहाँको ताजा दृश्य हेर्न सक्नुहुनेछ। सबैजनाले यति बेला लाखौं जनताहरूले राजालाई खोजिरहेको अवस्था छ।
आखिर राजा नै किन चाहियो त, किन चाहिँ गणतन्त्र देखेर सबैजना वाक्क व्यक्त भएका छन् त, यो तपाईँहरूलाई पनि थाहा होला। कृपया तलको कमेन्ट बक्समा कमेन्ट राख्न पनि नबिर्सिदिनु होला। यो सबै आजको आवश्यकता राजतन्त्र भन्ने एउटा मूल नाराका साथमा र राजा आऊ देश बचाऊ भन्ने मूल नाराका साथमा यति बेला लाखौँ जनताहरू सडकमा यसरी ओर्लिएको अवस्था छ। र यति बेला प्रहरी र उहाँहरू बिचमा चाहिँ अलिकति दम्ब झडपहरूको अवस्था पनि छ। दर्शकवृन्द, यहाँहरू हेर्न सक्नुहुनेछ शान्तिपूर्वक ढङ्गले सुरक्षा दिइरहेका प्रहरीहरूमाथि चाहिँ अलिकति दमन गरेको कारणले गर्दा यति बेला यहाँनिर झडपको माहौल जस्तो बन्न पुगेको छ। तपाईँहरू धेरैभन्दा धेरै सेयर गरिदिनु होला यो भिडियोलाई। र यहाँनिर एकदमै शान्तिपूर्ण ढङ्गले आन्दोलन चलिरहँदाखेरि आन्दोलनकारीहरूले प्रहरीहरूलाई प्रेसर दिँदै अगाडि बढ्ने जमर्को गर्दाखेरि यहाँनिर अलिकति माहौल तातिएको अवस्था छ। तपाईँहरू सबैजनाले हेरिदिनु होला यो भिडियोलाई, धेरैभन्दा धेरै सेयर गरिदिनु होला। यो आन्दोलनबाट पनि हामीले के बुझ्न सकिन्छ भने आजको आवश्यकता भनेको राजतन्त्र नै हो कि भन्ने कुरा पनि एउटा सङ्केत दिलाएको छ। दर्शकवृन्द, सबैले चाहेका छन् देशमा समृद्धि होस्, विकास होस्, सुशासन कायम होस्, देशका युवा युवतीहरू विदेशमा बेचिन नपरोस्, हातमुख जोड्नका निमित्त हुनेहरूले चाहिँ सानो कामका लागि पनि आफ्नो देश आफ्नो मातृभूमिलाई छोड्न नपरोस् भन्ने हेतुका साथले यति बेला लाखौँ जनताहरू रोडमा राजतन्त्र खोज्दै राजालाई खोज्दै आएको दृश्य हामीले देख्न सक्छौँ। यो दृश्य हामीले कैद गरेका छौँ। कृपया यो भिडियोलाई धेरैभन्दा धेरै सेयर गरिदिनु होला। तपाईँहरूको इच्छा आकाङ्क्षा के छन् त्यो कुरा पनि प्रतिक्रियामा राख्छ भने नबिर्सिदिनु होला गाई। यो आन्दोलन पनि एउटा 62-63 सालको आन्दोलनभन्दा कुनै कम छैन। दर्शकवृन्द, तपाईँहरूले हेर्न सक्नुहुनेछ यति बेला लाखौँ दर्शकहरू र लाखौँ जनताहरू चाहिँ यति बेला रोडमा सडकमा आएको अवस्था देख्न सकिन्छ। र प्रहरी दाजुभाइहरूले पनि यहाँ सुरक्षा दिइरहनु भएको अवस्था देख्न सकिन्छ। सबैको एउटा मात्रै आवाज छ, एउटा मात्रै नारा छ कि राजा आऊ देश बचाऊ।
यहाँहरू हेर्न सक्नुहुनेछ दुवैतिरबाट आन्दोलन यसरी चर्किरहेको अवस्था छ। यहाँ अहिले शङ्ख बजाएर कार्यक्रम गरिरहेको अवस्था छ। भारतले खोलिसक्यो। च्यानलहरूको सर्च गर्नु इन्डियाले नेताहरूलाई नै दोष लगाइरहेछ। जनरल बक्सीले पनि नेताहरूलाई नै दोष लगाइरहेछ। सबै मिलेर तर राजा वीरेन्द्र जस्तो भगवान मानेको छ। यिनीहरू चुप्पा बस्दैन। इन्डियाले नै खोलिसक्यो। जान्दै दरबार हत्याकाण्ड हाम्रो राजा ज्ञानेन्द्रलाई राख्छ। इन्डियाले नै बक्सीले नै खोलिसक्यो। जनरल बक्सीले युट्युबमा हेर्नुभएको हुन्छ। जनरल बक्सीले नेपालको नेता इन्दिरा गान्धीको हात छ। त्यस्तो न्युज आइसक्यो। इन्डियाको मेन दर्शक महानुभाव यति बेला तपाईँ हेर्दै हुनुहुन्छ अनलाइन टिभी र जनताहरूको चाहिँ आक्रोश, युवा युवतीहरूको आक्रोश एउटै मात्रै छ। मूल नारा भनेको राजा आऊ देश बचाऊ। यहाँहरूको धारणा के छ कमेन्ट गर्न नबिर्सिदिनु होला। र अहिलेसम्म शान्तिपूर्वक ढङ्गले आन्दोलन चलिरहेको यो दृश्य हामीले कैद गरेका छौँ। आन्दोलनकारीहरूले आन्दोलन गरिरहेका छन् र चर्को स्वरमा भनिरहेका छन् राजा आऊ देश बचाऊ, केपी चोर मुर्दाबाद, के यस्तै यस्तै नाराहरू लागिरहेको छ।
भने आन्दोलनकारीहरूले राजा पृथ्वीनारायण शाह राष्ट्रका पिता राजा महेन्द्र वीरेन्द्रहरूको तस्बिर लिएर पनि यसरी प्रदर्शन गरिरहेका छन् भने सुरक्षाकर्मीहरूले शान्तिपूर्वक ढङ्गले सुरक्षा दिइरहेको अवस्था पनि छ। र यतातिरको माहौल अहिले निकै चर्किएको छ। दर्शक ट्रेन तपाईँहरू हेर्न सक्नुहुनेछ। यतातिर चाहिँ ड्याम फायरिङहरू पनि भइरहेको अवस्था छ।